सर्वोदयको अर्थ कति ठुलो छ। बाबाले एकदम सबैमाथि दया गर्नुहुन्छ। स्वर्गको स्थापनामा कोही पनि दुखी हुँदैन। त्यहाँ नम्बर 1 फर्निचर, वैभव आदि मिल्छन्। दुःख दिने जनावर, झिङ्गा आदि केही हुँदैन। त्यहाँ पनि ठुला बडा मानिसको घरमा कति सफाइ हुन्छ। कहिल्यै तिमीले झिङ्गा देख्दैनौ। कुनै लामखुट्टे आदि पस्न सक्दैन। स्वर्गमा कसैको ताकत छैन जहाँ त्यस्ता चिज आउन सक्छन्। फोहोर गर्ने कुनै चिज हुँदैन। फुलहरू आदिको स्वाभाविक सुगन्ध हुन्छ। तिमीलाई सूक्ष्म वतनमा बाबाले सुविरस अमृत पिलाउनुहुन्छ। तर सूक्ष्म वतनमा त केही पनि हुँदैन। यी सबै साक्षात्कार हुन्छ। वैकुण्ठमा कति राम्रा राम्रा फुल बगैँचा आदि हुन्छन्। सूक्ष्म वतनमा कहाँ बगैँचा हुन्छ र? यी सबै हुन् साक्षात्कार। यहाँ बसेर तिमीले साक्षात्कार गर्छौ। गीत पनि बडो फर्स्ट क्लास छ। तिमीलाई थाहा छ हामीलाई बाबा मिल्नु भएको छ। अरू केही चाहिन्छ र? बृहतको बाबासँग बृहतको वर्षा लिन्छौ। त्यसैले बाबालाई याद गर्नुपर्छ। बाबाको मत प्रसिद्ध छ। श्रीमतबाट हामी श्रेष्ठ भन्दा श्रेष्ठ बन्छौँ। बाँकी हुन्छ सबैको आसुरी मत। त्यसैले उनीहरूलाई चाहिँ छैन सत्ययुगमा सदैव सुख थियो। लक्ष्मीनारायणको राज्य थियो। बाल्यकालमा उनीहरू नै राधाकृष्ण हुन्। उनीहरूका चरित्र आदि केही छैन। स्वर्गमा त सबै बच्चाहरू बडो फर्स्ट क्लास हुन्छन्। चञ्चलताको कुनै कुरा नै हुँदैन। अच्छा, मिठे मिठे सिकलते बच्चाहरूप्रति माता पिता बाप दादाको याद बार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार। यस पुरानो दुनियाँबाट मुख मोडिदियो भने फेरि यस्तो कुनै लापरवाही गर्नु हुँदैन जसले गर्दा मायाले आफूतिर मुख फर्काउँछ। श्रीमतको अवज्ञा गर्नु हुँदैन। बाबासँग पुरा वर्षा लिनु छ। बाबामाथि आफ्नो सबै थोक स्वाहा गरेर पक्का वारिस बनेर सत्ययुगी एयर कन्डिसनको टिकट लिनु छ। लक्ष्य उद्देश्यलाई बुद्धिमा राखेर पुरुषार्थ गर्नु छ। वरदान सो स्थितिद्वारा सर्व परिस्थितिहरूको अवरोध गर्ने अव्यक्त स्थितिका अभ्यासी भव। अव्यक्त स्थितिको अभ्यासको बानी परेपछि सो स्थितिद्वारा हरेक परिस्थितिको अवरोध गर्न सक्छौ। अनि यो बानीले धर्मराजको अदालतमा जानबाट बचाउनेछ। त्यसैले यस अभ्यासलाई स्वाभाविक स्वभाव बनायो भने प्राकृतिक प्रकोपहरू हुनेछन् कि अवरोध गर्नेहरूले सो स्थितिबाट हरेक परिस्थितिलाई पार गर्ने शक्ति धारण गर्छन् अनि पर्दा खुल्छ। यसको लागि पुराना बानीहरूबाट, पुराना संस्कारहरूबाट, पुराना कुराहरूबाट पुरा वैराग्य हुनुपर्छ। स्लोगन स्वयंलाई निमित्त भएर कार्य गर्ने करणहार सम्झ्यौ भने कुनै पनि कर्ममा थकाइ लाग्दैन। मातेश्वरीजीका अनमोल महावाक्य। मनुष्य लोक, देवलोक, भूत प्रेतहरूको दुनियाँको विस्तार। धेरै मानिसले प्रश्न गर्छन्, यी जुन अशुद्ध जीवात्माहरू जसलाई भूत भनिन्छ, यो सत्य हो या कल्पना हो अथवा भ्रम वा शङ्का हो?
त्यसमा आज स्पष्ट पारेर बुझाइन्छ। मनुष्य आत्माले विकर्म गर्छ भने उसले अवश्य अनेक प्रकारले सजाय भोग्नुपर्छ र भोग्ने पनि मनुष्य जन्ममै हो, न कि जनावर, पन्छी वा पशु योनिमा। दुःख सुख भोग्ने महसुसता मनुष्यमा बढी हुन्छ, न कि जनावरहरूमा। यस सृष्टि खेलमा मुख्य पाठ मनुष्यको हुन्छ। यी जनावर, पन्छी आदि त मानव सृष्टिधाममा स्वभाव हुन्। सारा कल्पभित्र सत्ययुग आदिदेखि कलियुगको अन्त्यसम्म मनुष्य आत्माहरूका 84 जन्म हुन्छन्। बाँकी यो 84 लाख त जनावर, पन्छी आदिको प्रकार हुन सक्छ। अब यो सबै रहस्य परमात्मा बाहेक अरू कसैले सम्झाउन सक्दैन। आत्माहरूको निवास स्थान हो ब्रह्म तत्त्व अर्थात् निराकारी दुनिया। बाँकी यी जनावरहरूका आत्माहरू ब्रह्म तत्त्वमा जान सक्दैनन्। उनीहरूले यस आकाश तत्त्वभित्र नै पाठ खेल्छन्। उनीहरूको पनि उत्पत्ति र विनाशको अनि सतो रजो तमोमा आउने पाठ हुन्छ। त्यसैले प्रकृतिको विषयमा धेरै विस्तारमा नगएर पहिला हामीले आफ्नो आत्माको कल्याण गरौँ, अर्थात् मनमना भव। अब हामी आउँछौँ मनुष्य आत्मामा। त्यसैले जुन आत्माहरूले अशुद्ध कर्म गरेर विकर्म बनाउँछन्, उनीहरूले आफ्नो अशुद्ध संस्कार अनुसार जन्म मरणको चक्करमा आएर आदि मध्य अन्त्य अर्थात् मर्ने बेलामा आफूले गरेका विकर्महरूको साक्षात्कार गरेर सूक्ष्ममा सजाय भोग्छन्। यस थोरै समयमा अनेक जन्महरूको दुःख महसुस हुन्छ। फेरि शरीर छोडेर गएर गर्भजेलमा दुःख भोग्छन् र फेरि संस्कार अनुसार यस्ता मातापिता कहाँ जन्म लिएर त्यहाँ पनि आफ्नो जीवनमा सुख दुःख भोग्छन्। यसलाई भनिन्छ आदि मध्य अन्त्य। तर कुनै कुनै आत्मालाई छिटो शरीर मिल्दैन। उनीहरू आकारी रूपमा यस आकाश तत्त्वभित्र